वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले ल्याएको छु फेरि भिडियो। अनि आज चाहिँ म यहीँ छु घरमै होइन। अहिले आएको कामले मैले अहिले भिडियो बनाएँ ब्लग होइन। त्यसैले होइन हेर्नु न भक्कल काम गरेर एकछिन बसेको मात्रै थिएँ। के गरौँ भएको थियो ब्लगिङ आएर। यो चाहिँ मैले आफ्नो मोबाइलदेखि बनाएको भन्दाखेरि भनौँ न आफ्नो त होइन साथी होइन। अनि त्यही हो। अहिले म यहाँ भाउजूको कोठामा छु। दाइ भाउजूको यहाँ मेरो दाइ भाउजूको कोठामा छु। दाइ भाउजूको कोठामा छु कहिले मेरो दाइ भाउजूको कोठामा छु क्या। त्यही हो। अनि यहाँ बसेपछि मेरो दाइ भाउजू बजार जानुपर्छ। अब त्यही के भन्छ साथीको घर जान्छु। साथी छ भने छ अन्त त्यहाँ अखरातिर भनेर मन्दिर छ। मन्दिरतिर जान्छु। अनि त्यहाँ के छ हेर्नुपर्छ ल। अब चाहिँ म त्यहाँ जानु आँटेको यहाँ पछाडिको बाटोदेखि। अनि त्यही पछाडिको बाटो भन्दाखेरि तर हिँडेको थियौँ। त्यहाँदेखि जान्न त्यहाँ मामा हुनुहुन्छ होइन। अब त्यही यस्तो घुमेर जानुपर्छ। त्यहाँनिर खेत खेलाउँदै त्यो तर खेत खेलाउँदै जान्छु नि के छ र। थोरै त्यहाँ हेर्नु न म अखरा जान्छु भने अखरामा देखाउँछु। त्यही हो। अनि यहाँ म चाहिँ यहाँ अखरामा नि त दाइ मन्दिरमा आएर बसिसकेको छु। हेर्नु न यस्तो छ क्या। हेर्नु नि यस्तो छ क्या यहाँ। त्यसैले यहाँलाई मन्दिर हो प्लस यहाँ यसलाई अखरा पनि भनिन्छ क्या। अनि केटाहरूले त्यहाँ के खेल्नु त्यहाँ क्रिकेट खेल्दैछ क्या। म चाहिँ आनन्दले हेर्दैछु क्या एम्पायर जस्तै। त्यही हो। हेर्नु त मलाई आउँदैन होइन। त्यही भएर हेर्दै बसिदिन्छु। अनि त्यहाँदेखि सचिन तेन्दुलकरमै त्यो मान्छे छ नि यहाँको त्यो ब्याटिङ चलाएको त्यो चाहिँ सचिन तेन्दुलकर हो नि। त्यही हो। अनि यहाँ पब्दो हो क्या अब मन्दिर त्यो पब्लिक प्लेस। अनि त्यहाँ मान्छे आइसकेको छ। त्यहाँ मान्छे पनि आएर सुतिरहेछ। अनि त्यही हो। म यहाँ बसिरहेको छु। हेर्नु त आउँदैन। अनि फेरि यहाँ जङ्गलै जङ्गल छ। त्यही एकछिन बस्छु अनि जान्छु म घरतिरै। त्यही हो। म घर जाँदैछु होइन। यही बाटो यस्तो छ। अनि त्यही हो। म पनि घर जान्छु। अब त्यहाँ घर गएर अब यस्तो हल्का टाढै छ भनौँ न बाटो पनि। त्यही हो। म तपाईँलाई म घरै गएर भेट्छु होइन। अहिलेसम्म बाटोमै छु। अनि त्यही भएर म अहिले घर जान्छु। त्यही 2 मिनट लाग्छ 2 मिनट लाग्छ। त्यही अब तपाईँलाई घर गएर नै देखाउँछु। त्यहाँको आज पूजा पनि छ देखेर पूजा पनि देखाउँछु नि तपाईँलाई। घर आइसकेको छु। घरको वातावरण यस्तै छ हेर्नु न। तर म लुकाएर हेर्छु। घरको वातावरण यहाँदेखि देखिन्छ होला। त्यहाँ छ होइन। त्यही हो। यहाँदेखि पनि देखिन्छ नि। त्यहाँ यस्तो छ क्या यस्तो छ क्या घरको वातावरण। यहाँ पूजा चल्दैछ। अनि म चाहिँ यहाँ भित्रै नै छु क्या। त्यसै गरेर अब घर पनि आयो। भान्सामा के छ एकछिन। त्यही हो। अब घर पनि आइसक्यो। अब फ्रिजमा हेरेर त्यहाँनिर दही छ। त्यही हो। यहाँ बटुकाले ल्याएर खान्छु हल्का भान्सातिर। त्यही हल्का दही सही निकालेर खानुपर्छ। यस्तो गरिदिनु है। त्यही हो। यहाँ त यहाँ त्यही क्या हल्का निकालेर खानु पर्यो नि त दही। अनि त्यही अहिले के भन्छ बटुकोमा हालिसकेपछि गर्छु नि। यो यहाँ चाहिँ मैले लिएर आइसकेको छु दही। यहाँ चाहिँ दही र मैले चिनी हालेर बनाएको। त्यही हल्का मिक्स गर्नु पर्यो नि हल्का दहीसँग। त्यही मिक्स गर्दैछु नि भन्छु कस्तो छ है त।
चाहिँ हो यहाँ चिसो चाहिएको मलाई मिल्नु पर्ने रहेछ तर केही छैन अमिलो भए पनि केही खानु चाहिँ पर्छ है गाईहरू त्यही हो अब मेरो भिडियोसँग यहीँसम्म हुनुहुन्छ जस्तो लाग्छ है अब भन्नु न जे हो कस्तो छ किनकि मेरो फर्स्ट टाइम मैले भ्लगिङ गरेको कस्तो लाग्छ अनि तपाईँहरूले एउटा भन्ने मैले बिर्सिराखेको क्या भोलि चाहिँ मेरो भव्य के भन्छ भिडियो आउने बेला छ किनकि भोलि मेरो दाइको जयन्ती हो क्या जयन्ती हो मेरो दाइको बिहा हुनुहुन्छ नि भयो जयन्ती हो क्या त्यसैले भोलि मेरो दाइको बिहाको कारण भोलि मेरो भव्य पार्टी हुन्छ होइन अन्त एउटा जयन्ती पनि गएको सब देखाइदिन्छु म देखाउने प्रयास गर्छु क्या म अनि म भन्दा त्यस्तो हुन्छ यहाँ कोसिस हुन्छ म तपाईँहरूलाई सब देखाउने कोसिस गर्छु होइन अनि आफ्नो आफूले जस्तै सक्दो त्यति देखाउने कोसिस गर्छु होइन अन्त यो मैले तपाईँले भन्नु बिर्सेको थिएँ होइन त्यही हो अब यतिमा मेरो अब भिडियो समाप्त हुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो